रेशमा बहिनीलाई चाहिँ म स्टेजमा बोलाउन चाहन्छु। एकचोटि सबैजना रेशमा बहिनीको लागि चाहिँ हल्ला जाओस् त। रेशमा बराइली मलाई स्टेजमा निम्ताउन चाहन्छु है त। बहिनीलाई चाहिँ मैले खातबारीमा भेटेर चाहिँ मैले फेसबुकमा देखेर चाहिँ बहिनीलाई मैले शङ्करसभामा भेटेर चाहिँ खातबारी बजारमा भेटेर चाहिँ मैले काठमाडौँ लगेर चाहिँ मैले रेकर्ड गराएको थिएँ साली भेना गीत। सालको पात टिपेर बेर साली बिडी तान्दै जाउँ साली अघि पछि हेडी साली तिमीलाई जोडौँ कि त अब मेरो थर खरपराले छाएको छ भोजपुरमा मेरो सानो घर तर बुनुको त्यहाँ नि होइन। ल सबैजनाले है त यो गीतमा सबैजनाले सुकाइदिनु होला। यदि तपाईँले सुन्नु भएको छैन रेशमा बराइली बहिनीलाई सबैले सपोर्ट दिनु। तपाईँहरूकै ठाउँको चेली रेशमा बराइली बहिनीको चाहिँ यति राम्रो स्वर छ कि सबैले सपोर्ट गर्दैन। एकचोटि बहिनीको लागि हल्ला जाओस् त एकचोटि। साली भेना अर्कोमा जानुहोस् त। त्यो मैले ठिका मगरलाई फाइल टुमा यस साली भेना है त। साली भेना सबैजनालाई नमस्ते। साको बात टिपेर साली साको बात टिपेर साली बिडी तान्दै जाउँ है साली अघि पछि बिडी तान्दै जाउँ है साली अघि पछि साली तिमीलाई जोडौँ कि त अब मेरै थर साली तिमीलाई जोडौँ कि त अब मेरै थर खरपराले छाएको छ मेरो सानो खरपराले छाएको छ मेरो सानो घर हो एकचोटि लिङ्गले हो ताली मात्रै लाउनु सक्दैन एकचोटि। साली जति हात उठाउनु एकचोटि साली साली लिङमा मेरो साली नै रहिरहेको छ के गर्नु। पक्कै हो खै त होला
प्यारो मलाई आफ्नै गाउँघर सबैभन्दा प्यारो मलाई आफ्नै जो सायन जस्तो छ ल एकचोटि बुनको लागि एकचोटि हल्ला जाओस् त लिङ लिङ सबैजनाले सपोर्ट गरिदिनुपर्छ किनकि बहिनीले पनि एउटा कुरा के चाहिँ खुसी लाग्छ भने होइन सङ्गीतको साह पनि नसुकेको बहिनीले मैले काठमाडौँ लाँदाखेरि स्टुडियोमा रेकर्ड गर्दाखेरि बहिनीले प्रोफेसनल सिङ्गर भन्दा पनि खतरा गाउँदाखेरि चाहिँ खुसी लाग्छ तपाईँहरूको ठाउँको चेली पछि होइन केही गर्छ बहिनीले सबैजनाले बहिनीलाई सपोर्ट गर्नुपर्छ किनकि बहिनी पनि भर्खरै एउटा पढेको मान्छे हो पछि गएर केही बोक्छ तपाईँहरूको ठाउँको नाम वानाको भनेर चाहिँ चिनाउने एउटा बहिनीले भविष्य बोकेको छ सबैजनाले सपोर्ट दिनुपर्छ है लिङ लिङ हुन्छ नि ल